नेपालका ग्रामीणदेखि शहरी क्षेत्रमा महिलाको स्वास्थ्यप्रति बढ्दो चेतनाको यो युगमा केही चिकित्सा व्यक्तित्वहरू छन् जसले आफ्नो जीवनलाई सम्पूर्ण रूपमा सेवामा समर्पित गरेका छन्। यस्तै एक नाम हो स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर नवीन तिरुवा। 2036 साल कार्तिक 27 गते सुदूरपश्चिम नेपालको बैतडी जिल्ला दशरथ चन्द्र नगरपालिकामा जन्मिएका डाक्टर तिरुवा हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्त्री तथा महिला रोग विभागमा कार्यरत छन्। हाल उनी रूपन्देहीको बुटोलेगारा कालिका नगरमा स्थायी रूपमा बसोबास गर्छन्। शिक्षा र सेवाको लामो यात्रामा उत्रिएका डाक्टर तिरुवा तेज तिरुवा र कली देवी तिरुवाका जेठा सन्तान हुन्। 3 दाजुभाइ र 2 दिदीबहिनी मिलेर बनेको परिवारमा उनले सानैदेखि मेहनत र लगनशीलता बोकेर अघि बढेका हुन्। वैवाहिक जीवनमा श्रीमती हन्ना तिरुवा र 2 सन्तान, 1 छोरा र 1 छोरीका साथ उनी पूर्ण पारिवारिक जिम्मेवारी पनि कुशलतापूर्वक सम्हालिरहेका छन्। शैक्षिक यात्राको सुरुवात बैतडीकै वीरेन्द्र माध्यमिक विद्यालयबाट 2052 सालमा एसएलसी उत्तीर्ण गर्दै भएको थियो। त्यस पछाडि उनले रूपन्देहीको तिलोत्तमामा रहेको तिलोत्तमा उच्च माध्यमिक विद्यालयबाट +2 पूरा गरे। त्यस पछाडि उनी चिकित्सा अध्ययनका लागि चीन अर्थात् चाइना पुगे। सन् 2006 मा एमबीबीएस पढाइ पूरा गरेपछि उनले त्यहीबाट सन् 2019 मा एमडी स्त्री तथा प्रसुति रोग समेत सफलतापूर्वक सम्पन्न गरे। चिकित्सकीय सेवा यात्राको थालनी भने एमबीबीएस सके साथै पाल्पा स्थित मिसन अस्पतालबाट गरेका थिए। त्यहीबाट सुरु भएको सेवा यात्राले देशका विभिन्न अस्पतालहरू पार गर्दै अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गहिरो जिम्मेवारीका साथ निरन्तरता पाइरहेको छ। दशकभन्दा बढी समयदेखि उनी स्त्री तथा महिला सम्बन्धी रोगको क्षेत्रमा समर्पित छन्। हजारौं महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउने कार्यमा उनी लागि परेका छन्। स्वास्थ्य सेवा मात्रै होइन, डाक्टर तिरुवाको रुचिको अर्को पाटो खेलकुद पनि हो। विशेष गरी बास्केटबलमा उनको विशेष झुकाव छ। व्यस्त चिकित्सकीय पेसाबीच पनि उनी आफ्नो समय खेलकुद मार्फत सक्रिय र सकारात्मक ऊर्जा बनाइराख्न विश्वास गर्छन्। डाक्टर तिरुवाको पेशागत इमानदारी, सेवाभाव र निरन्तर अभ्यासले उनलाई लुम्बिनी प्रदेशकै एक अब्बल स्त्री रोग विशेषज्ञको रूपमा स्थापित गराएको छ। विशेष गरी मातृत्व, पाठेघर, महिनावारी, बाजोपन र महिला सम्बन्धी विभिन्न संवेदनशील समस्यामा उनले दिने सुलभ परामर्श र सफल उपचारका कारण हजारौं महिलाहरूले नयाँ जीवन पाएका छन्। उनको जीवन कथा सेवा, समर्पण र निरन्तरताको सन्देश दिन्छ। डाक्टर तिरुवा जस्ता चिकित्सकहरूकै कारण आज महिलाहरू स्वास्थ्यका हरेक पक्षमा सजग, जागरुक र आत्मनिर्भर बन्दै गइरहेका छन्।